सुन्नुहोस् है दाजुभाइहरू, तपाईँले खाडीमा बसेर कसैलाई हृदयले आफ्नो मनले कसैलाई तपाईँले हेल्प गर्दै हुनुहुन्छ होइन, त्यसले खाएको भनिँदैन। अनि तपाईँको भावनासँग खेलेर माया गर्छु भनेर पैसा लिने त्यो केटीहरू हुन्छ नि अथवा अर्काको बुढीहरू हुन्छन् होइन, त्यस्ताहरूसँग चाहिँ अलि टाढा बस्नु र त्यस्ताहरूलाई चाहिँ पैसाहरू नदिनु। भोलिको दिनमा तपाईँले जसलाई हेल्प गर्नुभएको छ त्यसले बरु हो यो मान्छेले मलाई हेल्प गरेको हो भनेर उसले दिन्छ होइन, त्यो फिर्ता दिन सक्छ, उसले पनि हेल्प गर्न सक्छ। तर तपाईँको भावनासँग खेलेर तपाईँसँग पैसा लुट्ने केटी हुन्छ नि जो पनि, त्यसले चाहिँ तपाईँ बिरामी भएर हस्पिटलको बेडमा जानुहोस् त, भोलिको दिनमा तपाईँलाई त्यो केटीले हेर्दैन क्या। यति कुरा चाहिँ बुझ्नुहोस्। तपाईँको त्यो बेला तपाईँको परिवार र तपाईँले हेल्प गर्नुभएको छ जसलाई उहाँहरूले खबर पाउनुभयो भने उहाँहरूले चाहिँ तपाईँलाई हेल्प गर्छ। तर तपाईँको भावनासँग खेलेर तपाईँको पैसा लुट्ने केटीले कहिले दिँदैन। त्यही भएर तपाईँहरूले कोही दुःख छ भने, दुःखी छ, चाहे केटा होस् चाहे केटी होस्, उहाँलाई हेल्प गर्नुहोस् होइन। खाडीमा धेरैजनाहरू अलपत्र परिराख्नु भएको छ, उहाँलाई हेल्प गर्नुहोस्, सहयोग गर्नुहोस् होइन। तर बेफाल्तु त्यो केटीहरूसँग लप परेर तिनीहरूलाई रक्सी खुवाएर अथवा तिनीहरूलाई त्यो पैसा दिएर त्यो महँगो महँगो सपिङ गराउनु भन्दा तपाईँले होइन आफ्नो बुढेसकालको लागि जम्मा गर्नुहोस् कि त कसैलाई हेल्प गर्नुहोस्। मेरो सोचाइ चाहिँ यो हो। अब मेरो यो कुराले तपाईँहरूको मन दुख्छ भने अथवा तपाईँहरूले यो कस्तो खालको केटी होला, यो आफूले खाएको होला त्यही भएर यसले यस्तो बोल्दैछ भन्ने सोच गर्दै हुनुहुन्छ भने त्यो एकदम गलत है। तपाईँको सोच नै एकदम गलत हो। त्यही भएर अब मेरो यो शब्दहरूले तपाईँहरूको मन दुखेको छ भने आई एम सरी है त।